भगवान भोलेनाथ यिनीहरूको लागि कोही छैन बोल्ने। यो अबोध प्राणीलाई बोल्ने मान्छे खोइ अब फोन गर्दा कसलाई गर्ने के गर्ने। अब यति दुःख छ प्रभु, यसरी घिसार्दै ल्याउँछन् खान्छन्। यो अत्याचार धेरै भयो भगवान। आज एकादशी दिन यसरी बाटोमा फ्याँक्न लिएर आछ जड्याहरूले प्रभु। अब कसलाई भन्ने भगवान, यो पापीहरूको 7औं पुस्तासम्म कहिल्यै सुख शान्ति नहोस्। यस्तो बच्चाहरूलाई बाटोमा घिसार्दै ल्याएर फ्याँकेछ, कानुन पनि छैन। दिनदारै तस्कर हुन्छ, कसैले गर्दैन। के गर्नु, नेपालमा कानुनै छैन। यो प्राणीहरूलाई यति दुःख छ। यो चितुवाले खाओस् भने जङ्गलमा ल्याएर फ्याँक्न लिएर आएको थियो। अब जड्याहरूले के गर्नु प्रभु, कसलाई भन्नु। यिनीहरूको लागि तुरुन्त फोन गर्ने बित्तिकै आउनु भयो। उत्तम बुढा शनि सर गाई बाछा संरक्षणको चाहिँ तुरुन्तै आउँछु भन्नुभयो। अब कसलाई कल गर्ने, अब कल गर्ने त हाम्रो माध्यमै उहाँहरू हो। अब कसलाई गर्ने त, सरकार कहाँ छ अब कसलाई गर्ने। यो प्राणीको लागि बोल्ने कुनै छैन प्रभु, कुनै छैन। एकजना उत्तम सर हुनुहुन्छ, उहाँले चाहिँ जतिखेर हामीले डाके पनि आउनुहुन्छ। उहाँहरूलाई अब कोटी कोटी नमस्कार छ। भगवानै उहीँ हो यिनीहरूको लागि, भगवान पशुपतिनाथ यिनीहरूको लागि भगवानै उहाँहरू नै हुनुहुन्छ। अब को छ त यिनीहरूको लागि बोल्ने प्रभु। यसरी घिसार्दै सडकमा घिसार्दै ल्याउने, त्यत्रो महा बजार, त्यत्रो कीर्तिपुर बजारबाट ल्याउँदा पनि कसैले यिनीहरूको लागि बोल्दो रहेछन्। यो जङ्गलमा ल्याएर फ्याँकेको त्यत्रो रारा हिल भने कीर्तिपुरदेखि यत्रो बच्चाहरूलाई घिसार्दै त्यो जड्याहरूले ल्याउँदा पनि यिनीहरूलाई कहाँ लान लायो भनेर सोध्ने क्षमता भएका एउटा मान्छे पनि भएनन् प्रभु यिनीहरूको लागि। के गर्नु, पशुपतिनाथ भगवान परमात्मा श्री हरि प्रभु।